हेलो गाइज वेलकम टु माई युट्युब च्यानल। मेरो चाहिँ यो स्टुडियो बन्दैछ आज है। अब त्यसपछि म दैनिक रूपले विभिन्न प्रकारको भ्लगहरू लिएर आउनेछु। त्यतिन्जेलको लागि तपाईँहरूले साथ दिनु होला। अब म यहाँ एउटा कालो कपडा र त्यसपछि एउटा लाइटिङ हालेपछि र यहाँ ट्याक्क टेबल यहाँ ओछ्याउने ठ्याक्क त्यसपछि म चाहिँ यहाँ यसरी एउटा स्टुडियो बनाउन लागिरहेको छु। त्यसपछि म निरन्तर रूपले भ्लग गर्दैछु। अब भोलिबाट म स्टुडियोको भ्लग लिएर आउनेछु। आजको मेरो यो स्टुडियो आफ्नो होममेड स्टुडियो हो। कस्तो लाग्छ है? त्यसपछि भिडियोलाई लाइक गरिदिनु होला, च्यानललाई सब्स्क्राइब गरिदिनु होला। अब आगामी दिनहरूमा भुटुटु भ्लगहरू आउँछ। धन्यवाद। हेलो गाइज वेलकम ब्याक टु माई युट्युब भ्लग। आज चाहिँ हामी चाहिँ युट्युबको एउटा स्टुडियो चाहिएको हुनाले हामीले चाहिँ होममेड तरिकाले आफ्नो जुगाड तरिकाले एउटा स्टुडियो बनाउन गइरहेको छौँ है। टक्क कुनामा चाहिँ टक्क बसेर हामीले एउटा हाम्रो युट्युबको एउटा स्टुडियो बनाउन लागिरहेको छौँ। अब के कस्तो हुन्छ स्टुडियो हेर्दै गर्नु होला। उहाँ चाहिँ मेरो श्रीमतीज्यू हुनुहुन्छ है स्टुडियो बनाउने चाहिँ। उहाँको एउटा डिजाइनमा हामीले चाहिँ एउटा स्टुडियो खोलिरहेका छौँ, जो एउटा सामान्य छ होइन। तल म्याटेज ओछ्याउने, त्यसपछि यहाँ चाहिँ अझ पर्दा के कपडाहरू कालो कपडा हाल्ने, त्यसपछि काटो त ल। हामी चाहिँ एउटा स्टुडियोको लागि एउटा बस्ने एउटा ठाउँ बनाउँदैछौँ है। यहाँबाट हामीले भिडियोहरू बनाउने, इन्टरटेनमेन्ट भिडियोहरू, मुकबाङ भिडियोहरू, विभिन्न प्रकारको भिडियोहरू बनाउनलाई स्टुडियोहरू बनाउन लागिरहेको छौँ। उहाँ चाहिँ मेरो श्रीमतीज्यू एकदमै हेल्पफुल हुनुहुन्छ होइन, एकदमै सहयोगी हुनुहुन्छ। उहाँको एउटा डिजाइनमा हामीले चाहिँ एउटा सानो चट्ट परेको ठ्याक्क बसेर बोल्न मिल्ने एउटा स्टुडियो बनाउँदैछौँ। यो बनाइसकेपछि मैले यस्तो भयो भनेर देखाउँछु गाइजहरू। यहाँ अब यो भित्तामा चाहिँ कालो कपडा टाँच्ने, त्यसपछि यहाँ एउटा लाइटिङ हाल्ने, त्यसपछि यहाँ एउटा अगाडि एउटा टी टेबल हुन्छ, त्यसपछि टी टेबलमा एउटा क्यामेरा स्ट्यान्ड हुन्छ, त्यसपछि अनि यहाँबाट हामीले चाहिँ बसेर एउटा भ्लगिङहरू बनाउने, त्यसपछि विभिन्न कार्यक्रमहरू गर्ने भइरहेको छ। अलिक सानो भयो चाहिँ तर हुन्छ। तिमीलाई अलिक छोटो काट्यो है, त्यसलाई पर्दैन, त्यसलाई कुनामा त्यतिकै बिसाती साल्दै हुन्छ है। र हाम्रो एउटा स्टुडियो बन्न लागिरहेको छ गाइजहरू। हाम्रो च्यानल चाहिँ श्रेष्ठ इन्टरटेनमेन्टको च्यानलको स्टुडियो हो यो। हामी अब निरन्तर रूपले भ्लगिङहरू बनाउने, इन्टरटेनमेन्टहरू भिडियो बनाउने भनेर नै हामीले एउटा स्टुडियो बनाएको छौँ। लेख्ने हो त नि ऊ त्यहाँनिर चाहिँ हाम्रो एउटा श्रेष्ठ इन्टरटेनमेन्ट भनेको एउटा चाहिँ युट्युबको लोगो र अनि यहाँ नाम हुन्छ यहाँनिर। पहिला हाम्रो यहाँ कपडा ओछ्याउँछौँ, यहाँ चाहिँ हाम्रो यो ट्याक्क टेक्ने मान्छे भयो होइन। ट्याक्क हाम्रो स्टुडियो रेडी हुँदैछ। अब हामीले यहाँ एउटा टी टेबल लिएर राख्छौँ। टी टेबल राखिसकेपछि टक्क लाएर ल जाऊँ। अब हामी टेबल लिएर आउनु गइरहेको छौँ गाइजहरू। हाम्रो टेबल पनि आइसकेको छ है स्टुडियोको लागि। अब यो चाहिँ यहाँ चाहिँ मेन मान्छे बस्ने हुन्छ होइन। टक्क त्यहाँ दुईजना मान्छे बस्ने हुन्छ। यो चाहिँ अगाडि राख्नुपर्छ, यो टेबललाई चाहिँ अगाडि एकछिन चाहिँ उता राखौँ। यो टेबललाई घुमाऊँ त। हो यसलाई चाहिँ टक्क लाएर स्टुडियो होइन। अब यहाँ चाहिँ हामीले एउटा ब्ल्याक एउटा तन्ना वा कपडालाई चाहिँ कालो कपडालाई प्लेनमा कालो कपडालाई सर्लक्क कभर गर्छौँ र पछाडि चाहिँ हाम्रो च्यानलको लोगो राख्छौँ। यो चाहिँ हाम्रो युट्युब स्टुडियो। अनि उहाँ चाहिँ मेरो सहयोगी मात्र नभएर मेरो वाइफ पनि हुनुहुन्छ। उहाँ स्टुडियो बन्नुमा उहाँको ठुलो हात छ है। मेरो यस्तो सानो एउटा स्टुडियो बनाऊँ भनेपछि उहाँले एकदम लागि परेर गरिरहनु भएको छ गाइजहरू। स्टुडियो भयो। अब त्यसपछि त्यहाँ त मुढा त पर्दैन होला है, भैँमा बसिनै हुन्छ है। खलाउ त मेरो खिच, खलाउ त यहाँ बस दिगो मलाई हो नि त। अब टक्क गाइजहरू है। ठ्याक्क मेरो स्टुडियो चाहिँ अहिले उज्यालोको लागि हो चाहिँ यस्तो हुन्छ। टक्क यो टेबल यहाँ भयो, यहाँ तल म्याट्रेस छ, ओछ्याउने कुरो छ। लुक्स त राम्रो देखिएन, लुक्स यस्तो भयो, अँधेरो भयो कि अलिकति है। अब यहाँ चाहिँ मैले टक्क चाहिँ स्टुडियो खतरा छ कि अलिकति मारेर मजाले ल कस्तो लाग्यो ल स्टुडियो कस्तो छ
न्यू स्टुडियो हो यो हाम्रो मर्मत हुँदैछ अब यहाँ पछाडि कालो कपडा हुन्छ एउटा लाइटिङ हुन्छ यतातिर लाइटिङ भएपछि टक्क लाएर हाम्रो च्यानल बन्छ गाइजहरु भिडियो बनाउने